नमस्ते सबैजनालाई हाम्रो इन्जिनियर टिमबाट सबैजनालाई नमस्कार। र आजको भिडियोमा चाहिँ म तपाईलाई सिकाउन जाँदैछु जुन हामीले लास्ट टाइम गरिएको जुन सर्वे थियो 23 बिघाको जुन सर्वे हामीले गरिएको थियो त्यो सर्वेको चाहिँ हामीले डाटालाई कसरी अटोक्याडमा प्लट गर्छौं म आज त्यो तपाईलाई सिकाउन जाँदैछु। डाटा प्लट गर्दा हामीलाई चाहिन्छ तीनवटा सफ्टवेयर। सबभन्दा पहिला हामीलाई चाहिन्छ एक्सेल। हाम्रो जुन सर्वेको डाटा हाम्रो मेसिनबाट हामीले कपी गरिन्छ त्यो कपी गर्दा हाम्रो के हुन्छ भन्दा त्यो डाटा चाहिँ हाम्रो केमा आउँछ एक्सेल सिटमा आउँछ। एक्सेल सिटमा डाटा आउँदा हामीले के हुन्छ त्यसलाई अर्गनाइज गर्न अलि सजिलो हुन्छ। र अर्को सफ्टवेयर चाहिँ के हुन्छ भन्दा SWDTM। यहाँबाट हामीले आफ्नो डाटालाई एक्सेल सिटमा कपी गरेर अटोक्याडमा इम्पोर्ट गर्न मिल्छ। SWDTM ले डाटालाई कोअर्डिनेट फर्ममा अर्गनाइज गरेर प्लट गर्न सजिलो बनाइदिन्छ। र लास्टमा हामीलाई चाहिन्छ अटोक्याड। अब सिभिल इन्जिनियर हो भन्नुहुन्छ अटोक्याड चलाउन आउँदैन भने पर त राम्रो हुँदैन है। अटोक्याड हाम्रो सिभिल इन्जिनियरको बेसिक सफ्टवेयर नै हो, सबैले जान्न पर्ने सफ्टवेयर हो। यो बेसिक नलेज भए पनि थाहा हुनुपर्छ। पहिला त तपाईले के गर्नुपर्छ भन्दा तपाईको एक्सेलमा भएको जुन हाम्रो डाटाको फर्मेट छ, जस्तै हाम्रो डाटाको फर्मेट कस्तो हुन्छ त सिरियल नम्बर, स्टिङ, नर्थिङ, इलिभेसन, रिमार्क्स। हामीले लिएको जुन स्टिङ, नर्थिङ र इलिभेसनको कोअर्डिनेट थियो त्यो कोअर्डिनेट यसरी देखाएको हुन्छ। रिमार्क्समा चाहिँ हाम्रो के हुन्छ भन्दा हामीले जस्तो त्यो कोडमा नाम लेखिएको छ जस्तै गेट यसरी हाम्रो डाटा आउँछ। अब के गर्न पर्यो भन्दा यसलाई सबैले तपाईले सिलेक्ट गर्नुस् सुरुमा त। त्यसपछि तपाई जानुस् अटोक्याडमा। अटोक्याडमा गएपछि तपाईले एउटा सफ्टवेयर खोल्न पर्छ। त्यो सफ्टवेयर छ हाम्रो SWDTM। SWDTM मा गएर तपाई जानु पर्यो पोइन्टमा। पोइन्टमा गएपछि तपाईले के गर्न पर्छ भन्दा इम्पोर्ट पोइन्ट फ्रम एक्सेल। जुन हाम्रो एक्सेलमा पोइन्ट थियो त्यसलाई चाहिँ के गर्ने यसमा इम्पोर्ट गर भनेको। हामीले त्यसलाई के गर्ने चाहिँ इम्पोर्ट गरिन्छ। अब हाम्रो जुन कोअर्डिनेट थियो हाम्रो यसरी आयो। ल हेर्नु मैले चाहिँ त्यो भिडियोमा देखाएको छु। मैले बाउन्ड्रीहरु लिखेको थिए, मैले रोडहरु लिखेको छु, सबै डाटाहरु मैले जे लिगे त्यो भिडियोमा तपाईले फेरि पनि त्यो भिडियो हेर्न सक्नुहुन्छ। मैले कसरी डाटा लिखेको थिए त्यो डाटाहरु लिखेको अटोक्याडमा यसरी आउँछ। अब मैले के गर्छु फर्स्टमा चाहिँ मैले के गर्छु भन्दा मेरो डाटाहरु राम्रो फर्मेटमा आछ र राम्रो तरिकाले आछ कि छैन, मैले लिखेको जुन डाटा थियो राम्ररी आयो कि मैले चेक गर्छु। त्यसलाई मैले चेक गरे। अब सुरुमा चाहिँ तपाईले के गर्न पर्यो भन्दा त्यहाँ चाहिँ तपाईले के गर्नु पर्यो लाइनमा पोलिलाइन युज गर्न पर्यो। गर्दा मैले के गर्छु सुरुमा चाहिँ यहाँ बाउन्ड्री कर्नरहरु जोइन गर्छु। मैले बाउन्ड्री कर्नर यो नाममा राखेको थियो BC मा। मैले यसलाई के गर्छु कनेक्ट गर्दै जान्छु यसरी। ल हेर्नु मैले कनेक्ट गर्दै गर्दै बाउन्ड्री कर्नरलाई कनेक्ट गर्छु। अब बाउन्ड्री कर्नरमा मैले कनेक्ट गरे। अब मैले नेक्स्टमा के कनेक्ट गर्छु भन्दा मैले रोडतिर जान्छु। र तपाईले एउटा कस्तो हुन्छ भन्दा डाटा प्लट गर्दा चाहिँ हामीले लेयरहरुमा काम गर्नुपर्छ है। प्लट गर्दा चाहिँ लेयरमा काम गर्दा एकदमै राम्रो हुन्छ है। मेरो सजेसन चाहिँ त्यही हुन्छ। मेरो सर्वे डाटा चाहिँ यसरी देखिन्छ। मैले यसरी प्लट गरेको छु। मैले लेयरहरु युज गरे, हेजहरु युज गरे। आफ्नो सर्वेको डाटा चाहिँ क्लियर देखियोस् त्यसरी नै काम गर्नुपर्छ। र तपाईलाई मैले बेसिक कुरा चाहिँ सिकाइदिए। अब यो चाहिँ बेसिक हो। यसपछिको प्रोसेसहरु म पछि तपाईलाई सिकाउँदै जान्छु। सुरुमा सर्वेमा भएको डाटालाई अटोक्याडमा कसरी राख्ने मैले त्यो कुरा मात्र आज सिकाउन कोसिस गरेको थिए र मैले यो सिकाएको छु। तपाईले कतिको बुझ्नु भयो? यदि बुझ्नु भएन भने फेरि भन्न ल, म फेरि पनि गराउन तयार छु। मेरो नेक्स्ट सर्वेको डाटाहरु म यसरी नै गराउँला। र आज सबैले हेर्दिनु भएकोमा एकदम थ्यांक यू सो मच। थ्यांक यू सो मच। हाम्रो यो मात्र हेरेर हुन्न, तपाईले हाम्रो प्रिभियस जुन ल्यान्ड सर्वे मैले गरेको थियो त्यो पनि हेर्नुपर्छ। त्यसमा मैले कसरी डाटा लिएको थिए र के डाटा लिएको थिए मैले त्यहाँ भनेको छु। र थ्यांक यू सो मच। फेरि पनि हाम्रो यस्तै भिडियोहरु हेर्दै जानु। यस्तै हाम्रो इन्जिनियर फिल्ड नलेज हामीले केही दिँदै जान्छौं, कोसिस गर्दै छौं, अझै राम्ररी दिँदै जान्छौं। र आजको लागि थ्यांक यू सो मच। र मैले चाहिँ यहाँ 2007 अटोक्याड चलाइरहेको छु। किनभने धेरै जनाले 2007 अझै पनि चलाउनु हुन रहेछ। त्यो 2007 कै नलेज, किनभने अब 2023 चलायो भने 2021 चलायो भने त्यसमा धेरै भास्ट त छैन। केही कमान्डहरु अलिकति फरक छ। त्यही पनि मैले 2007 चलाए। सबैले यही चलाउनुहुन्छ भने तपाईलाई सजिलो पनि भयो। त्यही भएर मैले 2007 नै चलाए।